हामी चाहिँ दिप्रुङ चुइचुम्मा गाउँपालिकाको धिप्लुङ झरना हेर्नको लागि बिहानको 4 बजे चाहिँ खोटाङ हलेसीको च्यास्मिटारबाट बाइकमा यात्रा सुरु गरेको। अहिले बाइकको यात्रा सकिएर पैदल यात्रामा छौँ हामी। अहिले चाहिँ 1 बज्यो। बिहान 4 बजेदेखि 1 बजेसम्मको निरन्तर चाउचाउ खाएर यात्रा गर्दामा अब चाहिँ हामी धिप्लुङ झरनाको एकदम नजिक आइपुग्यौँ। केही समयपछि हामी धिप्लुङ झरना पुग्छौँ। भनेपछि लगभग 9-10 घन्टाको यात्रा चाहिँ धिप्लुङ झरना हुनको लागि हामीले हलेसीको च्यास्मिटारबाट मात्रै यात्रा गर्नुपर्ने रहेछ। अहिले चाहिँ बाटोहरू एकदम धेरै खतरा, बाइक चलाउनु पनि एकदम गाह्रो, पैदल यात्रा पनि गाह्रो, खाजा खान पनि नपाइने। त्यो भएकोले गर्दा एकदम सुरक्षित तरिकाले आफैले विचार गरेर कुरा बुझेर मात्रै यो झरना हेर्न आउनुपर्ने अवस्था रहेछ। हामी धिप्लुङ झरनाको एकदम नजिक आइपुग्यौँ। मेरो साथीहरू चाहिँ पछाडि हुनुहुन्छ र अगाडि हुनुहुन्छ। म बिचमा कुदिरहेको छु। अब चाहिँ झरनाको आवाज एकदम नजिकबाट हामीले सुनिरहेको छौँ, तर देख्न भनेको अझै पाएको छैन। पुरा नाकको डाँडाभन्दा ठाडो बाटो छ अनि यता ओह्रालो पनि पुरै जङ्गलमा ओह्रालै हेर्नुपर्ने अवस्था छ। यो अवस्थालाई छिचोल्दै हामी चाहिँ झरनाको एकदम नजिक आइपुगेको छौँ। अब म खोला आइपुगिसकेको छु। अब झरना भएको ठाउँ पुग्नु बाँकी। अलिकति गर्मी बढिरहेको छ। यो चाहिँ जाडोको सिजन जस्तोहरू भए पनि गर्मी एकदम धेरै छ हामी पैदल यात्रा गरेकोले। अब झरनाको नजिक आइपुगेको भन्ने महसुस र अनुमान गरिएको छ। हामी खोला आइपुग्यौँ। कस्तो भयो त दाजु यात्रा? ठिक छ। ल झरनाभन्दा पहिला यता चाहिँ गाउँ राम्रो देखिँदो रहेछ है। खोला छ, अब यो मुनि झरना छ, धिप्लुङ झरना। त्यसलाई अलिकति निहालेर हेर्नको लागि चाहिँ अलिक गाह्रो परिस्थिति छ। यो चाहिँ झरनाको मुख हो। यहाँबाट चाहिँ झरना झरेको छ। कति तल झरेछ भन्ने कुरा चाहिँ अब निहाल्नु बाँकी छ। धिप्लुङ झरना हो यो। अब हामी झरनातर्फ जाँदैछौँ। अहिले भिडियो गर्नु पनि अलि रिस्क छ। लडियो भने मोबाइल कहाँ झर्छ भन्ने कुरा थाहा छैन। बाटो यस्तो छ। यो ओह्रालो जानु हामी। त्यही भएर अहिले भनेको एकदम गाह्रो अवस्थामा हामी धिप्लुङ झरना हेर्न गइरहेछौँ। ल बाटो भने चाहिँ देखिँदैन। यता छ है बाटो, हाम्रो बाटो झरना हेर्न जाने। झरना हेर्न जाने बाटो। धिप्लुङ झरना हेर्नु तपाईँहरू कोही आउँदै हुनुहुन्छ भने चाहिँ हिउँदो टाइममा आउनु है। अहिले बर्खामा एकदम बाटो पनि गाह्रो छ अनि जुकाहरू पनि बढी पाइने। त्योसँगै पानी पऱ्यो भने भलबाडीको पनि डर हुने। धेरै कुराको जोखिम लिएर चाहिँ हामी यात्रा अगाडि बढाइरहेछौँ। यो चाहिँ पुरा यस्तो भर्याङ बाटो झर्नु पर्दो रहेछ झरना भयो हुने ठाउँ पुग्नलाई। यो भर्याङको बाटो चाहिँ लामो छ, यात्रा लामो छ यसमा पनि। यो पुरै यस्तो छ, ठाउँ ठाउँ भलहरू आउँछ। यता माथिबाट आउने यसरी हिँडेर झर्नुपर्छ। त्यसपछि क्रमशः गर्दै हामी ओह्रालो यात्रा अगाडि बढाउँछौँ। अहिले लगभग दिनको 2 बजिसक्यो। हामीले 2 प्याकेट रमपम चाउचाउ भन्दा खाइएको छैन एकजनाले। बाटो यस्तो कठिन छ। यो भिडियोमा चाहिँ अलि राम्रो देखिँदो रहेछ सम्म छ जस्तो, तर धेरै गाह्रो छ है बाटो चाहिँ। यो बर्खाको टाइममा आउनु चाहिँ गाह्रो छ। यो बाटो यसरी हामी तल रहेको बेला माथि ठुलो वर्षा भएर भलबाडी आयो भने हामीलाई एकदम भलबाडीले सोर्ने जोखिम छ। त्यही भएर यो ठाउँको तपाईँहरू भ्रमण गर्न चाहनुहुन्छ भने हिउँदको समय बनाएर समय निकालेर आउनु होला। आउँदा चाहिँ यो एरियामा आउँदा खाजा पानीको चाहिँ राम्रो व्यवस्था गरेर आउनु होला। हामी चाहिँ भोकै पनि यात्रा गर्नु बाध्य भएको छौँ। विशेष हाम्रो चिज भन्ने ठाउँ चाहिँ यता आइपुग्यो भन्ने अनुमान लगाउँदैछौँ हामी। साइडै बोकौँ यति नबोके दाइ ठिक देखेला दाइ। ल चिज भन्ने ठाउँमा आइपुग्यो। अब तपाईँहरूलाई हामी विशेष चिज देखाउँदैछौँ। बोक ल झरना है, झरना। यो चाहिँ धिप्लुङ झरना। धिप्लुङ झरना माथि
यता पनि छ विशेष झरना धिप्लुङ। यो बार पनि यसरी हल्लिने रहेछ है, भत्किन्छ भन्ने डर छ। ल धिप्लुङ झरना हो, धिप्लुङ झरना धेरै नपर्ने हो गर्मी छ। त्यो झरना चाहिँ यहाँ छ है, धिप्लुङ झरना। यो झरना यहाँ माथिबाट खसेर धेरै तल पुगेको छ। अब हामी त्यो तलसम्मको यात्रामा